कपडा होइन मेरो जिगरको टुक्रो हो चाहिँ एक्सप्लोर गरेर हम नमस्ते नोबिया गुड मर्निङ एभ्रिवान। अहिले चाहिँ 3:30 भइरहेछ अनि हामी चाहिँ आज आदियोगी जाने भनेको कलेजबाट। हाम्रो अहिले कलेजमा पढाइ भएको होइन, किन भन्दा हामी चाहिँ बिराप चलिरहेको नि त अरूको, अनि सबै घर गइसक्यो। हामी चाहिँ अस्ति भर्खर आएको भए चाहिँ हामी घर नजाने मान्छे हो, त्यही भएर हामी चाहिँ घुम्न जाने भनेर चाहिँ हामी चाहिँ घुम्न जानु लागेको। हामी चाहिँ आदियोगी जानु लागेको अनि हामी चाहिँ 3:30 जति भयो। हामी दिनभरि उठेर नुहाएर यताउति गरेर नि हेरिसक्यौँ। अनि हाम्रो रुममेटहरू चाहिँ बेलुका नै नुहाएर नि सुतिसकेको थियो। अनि त्यही भएर चाहिँ अब चाहिँ हामी रेडी हुन्छौँ, उनीहरूलाई उठाउँछौँ, रेडी हुन्छौँ अनि त्यसपछि भ्लग कन्टिन्यू गर्छौँ। अनि अहिले चाहिँ अनिसा चाहिँ मुख धुँदैछौँ अनि अहिले चाहिँ 3:30 भएको छ। ओके, फाइनली म चाहिँ रेडी भइसकेँ अनि अब साथीहरू पनि रेडी हुँदैछन्। यहाँ चाहिँ प्रोसेसिङमा चलिरहेछ अनि प्रकृतिको चाहिँ कपडा हराएको छ। कपडा होइन मेरो जिगरको टुक्रो हो हामी चाहिँ सबै रेडी भइसक्यौँ। अब हामी चाहिँ निस्किने हो अनि हामी निस्केर चाहिँ हामी कलेज पुग्नुपर्छ। कलेजबाट चाहिँ साथी सबै भएर अनि सरसँग जाने हामी चाहिँ। ओके, हामी चाहिँ कलेज जाँदै हो अनि हामी चाहिँ सबै ठाउँ सबै फुल परिहरू छन् अनि हामी चाहिँ के भन्छ रानी परी अरे अनि यो चाहिँ भयङ्कर परी। सेक्सी घोस्ट हामी चाहिँ अब कलेजमा गएर कन्टिन्यू गर्छौँ। हामी चाहिँ कलेज बाहिर आइसक्यौँ। हामी कलेजको नाम चाहिँ किरण कलेज अफ नर्सिङ हो अनि हामी चाहिँ अब यहाँबाट निस्किन लाग्यो। हामी चाहिँ गयौँ है। अब के हुन्छ म भन्दै गर्छु। कस्तो फिल भएको हुन्छ? जाडो भएको छ तर अहिले बिहान बिहान चाहिँ अलिक जाडो छ, नभए त्यस्तो जाडो छैन, एकदम गर्मी टाइपकै छ, ठिक्क छ। ओके, कन्टिन्यू गर्छु हस्। अहिले हामी चाहिँ अहिले बस्नु चढिसक्यौँ। हामी सर हुनुभयो, हामी चाहिँ यहाँ चाहिँ जतिले सुती गर्ने मान्छे है। हामी चाहिँ निस्कि आइपुग्यौँ अनि अब चाहिँ हामी मेट्रोमा जाने हो कि केमा जाने थाहा भएन। हामी सर चाहिँ अगाडि हुन्छ अनि हाम्रो गाइड चाहिँ सर हो अनि त्यही भएर हामी चाहिँ अलिक कन्टिन्यू गर्छौँ। एकदमै त्यो बसमा चाहिँ अब अनकन्सियस वाला फिल हुन्छ कि, त्यही भएर ए ल हुन्छ। अनि अलिक एक्जाममा बसेर चिन भएको थियो कि, त्यही भएर चाहिँ यस्तो बोल्दा जस्तो फिल भएको थियो। तर नाउ आइम ओके। अब हामी मेट्रोमा जान्छौँ भनेर सायद त्यस्तो लागिरहेको। ओके, विल कन्टिन्यू। हामी चाहिँ बस्नु जाने भयो, त्यही भएर हामी चाहिँ अब बस स्टप जानु लाग्यो। यसमा जानु आउँदो रहेछ। यस, अब मात्र हुनु बाँकी छ। ओके, एकदम खतरावाला भ्यू चाहिँ एक्सप्लोर गरेर हम एकदम बवाल। मेरो पछाडि चाहिँ महादेव अनि हामी सो एक्साइटेड होइन। हामी चाहिँ एकदम रमाइलो भइरहेछ। हामी चाहिँ भर्खरै आएको हो, टुकटुकीमा आइरहेको थियौँ अनि अब फाइनली भित्र जाने एकदम रमाइलो भइरहेछ। कस्तो फिल भएको हुन्छ? आनन्द अहिले पिस हो कि यो भनेको। म फेरि मलाई एकदम मनपर्छ महादेव। यस ओके, I'm so excited. फाइनली हामी चाहिँ भित्र पनि आइसक्यौँ।
त्यहाँ पुग्नु मात्रै बाँकी छ म एकदम धेरै खुसी हो होइन मेरो आँखामा आँसु आइरह बट किन थाहा छैन मलाई चाहिँ अब मेरो आवाज पनि सानो आइरह होला बट everything is Mahadev, everything for me. अरूकोमा थाहा भएन for me चाहिँ हो हामी चाहिँ आइपुग्यौँ होइन अब यहीँ म त शिवजीकै काखमै छु म यहाँ होइन एकदम रमाइलो भइरहेछ अनि यहाँ चाहिँ हाम्रो मूर्ति भयो अनि यहाँ चाहिँ हाम्रो त्यो शिवलिङ्ग हुन्छ नि शिवलिङ्ग छन् अनि त्यसपछि हाम्रो नन्दीजी हुनुहुन्छ यहाँ चाहिँ अनि यो जुन चाहिँ यो हिलहरू छ नि यो सबै अहिले त घामले गर्दा टल्के खाने यो सबै नन्दी हिल हो कि नन्दी हिल भने चाहिँ यही हो अनि शिव भगवान् अनि नन्दी द्याट्स इट ओके अब हामी यहाँबाट कति बेला निस्किन्छौँ थाहा छैन हामी निस्किन्छौँ अनि त्यसपछि चाहिँ म अब कन्टिन्यू गर्छु नि त है धेरै लामो पनि बनाउनु भएन नि त फेरि ओके हामी चाहिँ यहाँबाट फर्कियौँ अब अझै पनि बसिराख्नु मन छ तर अनफर्चुनेटली अब कहाँ बस्नु सम्भवै हुँदैन नि त त्यही भएर हामी फर्कियौँ मेरो हामी चाहिँ फर्केको हाम्रो चाहिँ हामी अरू चाहिँ बाइकमा ट्याक्सीमा आउँछौँ हामी चाहिँ अटोमा आएको हामी चाहिँ यो ताल भन्ने के भन्ने यस्तो राम्रो छ अब बेङ्गलोरको तिमी चाहिँ हामी चाहिँ यहाँ छौँ फोटो खिच्नको लागि चाहिँ हामी चाहिँ फोटोसुट गरिसक्यौँ अब चाहिँ हामी फर्किनु लाग्यो अब केही पनि थाहा छैन हामी बिहानबाट त्यही भएर हामी केही खान्छौँ अनि त्यसपछि फर्किनु होला अब सायद त्यति नै हो आज एकदम थर्टी पनि लागिसक्यो भोलि फेरि क्रिसमस ह्याप्पी क्रिसमस भोलि क्रिसमस अनि भोलि पनि अब भोलि त आनन्दले बस्ने अनि पर्सि फेरि प्रोग्राम छ ओके एकदम राम्रो छ एकचोटि म सबै देखेँ हामी चाहिँ एउटा साउथ र एउटा चाहिँ प्लेन डोसा भनेको थियौँ प्लेन डोसा चाहिँ आउँदैन बाँकी छ सरी प्लेन होइन मसला डोसा आउनु बाँकी छ हामी चाहिँ साउथ खाना खानु लाग्यो अहिले चाहिँ सबैसँग हामी यता पनि छ अनफर्चुनेटली मेरो चाहिँ फोनमा चार्ज सकेर चाहिँ मैले भ्लग चाहिँ कन्टिन्यू गर्न पाइनँ त्यही भएर चाहिँ अलिअलि भयो वाचिङ राम्रो लाग्यो भने लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गर्नु होला भन त ल लाइक कमेन्ट सेयर सब्सक्राइब यस बाई बाई